उसको कालीकोटमा बिहा भएको जमुना बिहा भएको हैन माइतीघर मण्डलमा पीडितहरू बिच ठुलो लफडा भएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यसरी यो पीडितहरू बिच लफडा भएको छ। त्यो पत्र पुलिसले चोट लागेको थियो तपाईं पनि गोतिल हुन्छ मर्ने बेला तपाईं मर्ने बेला पोइजन बोकेर आउने होइन के भन्दैछौ आफ्नो हकको अधिकार लिनलाई कसैले त्यस्तो गर्नु पर्दैन आत्महत्या पोइजन बोकेर आउने के हो परिजन भनेको तिम्रो जस्तो भाषा ओइ मसँग नखन्या प्रहरी साथीहरु उहाँलाई मिलाउनु पर्यो धेरै यहाँ तिमी नबोल तिमी सबैसँग नबोल बोकेर आउने भन्छ के बोकेर ल्याएको बोकेर ल्याउने के बोकेर आफ्नो अधिकार दिने साइकलहरु यता ल्याउनु तपाई रमाइलो छ जोस ल्याउनु नि यहाँ बक्कै लाग्यो के बङ्गैले भन्दै मेरो रेकर्ड बनाएर हाल्यो यो आइमाई मेरो बच्चा र म केही भयो भने यो आइमाई छ नि यो आइमाई र जमुना जहाँ जाँदा त्यही रेकर्ड बनाएर राख्छन् मान्छे त केही अरूको काममा होला अरूको कुरा गरेर रेकर्ड बनाएर हिँड्ने अहिले भएको चाहिँ अहिले यस्तो भएको दाइ म बाबुलाई पानी लिन गएको तातो पानी लिन गएको थिएँ पानी ल्याएर आइसके पहिला एक दिन लाली बजारको दिदी र म त्यो अनि अर्की एउटा केटी थियो अनि त्यति बेलाको रेकर्ड बनाएर अहिले कुरा गरे अहिले मैले दाइ कुरा गरेको छैन उनीहरूले त्यही बेला मैले थर्का थिएँ त्यो दुईटीलाई नै त्यो रेकर्ड ल्याएर अहिले रेकर्ड बनाएर अनि उनी त्यो जमुनालाई गाली गरी गरे तपाईहरु सबैजना पीडित हुनुहुन्छ हैन माइतीघरमा बसिराख्नु भएको छ यसरी यस्तो कुरा हो के यस्तो कुरा हैन म सुत्केरी मान्छे बुझ्नुभयो म सुत्केरी मान्छे उनीहरु कुरा सिक्न बस्या पनि हैन मलाई हान्न आको यो बच्चा कति महिनाको भयो एमालेलाई जेल हाल्यो भन्ने बित्तिकै सबलाई कुट्ने हैन नि ल भन्नु न तपाईलाई हान्ने अर्कोलाई हान्ने अहिले पुलिसलाई ढुङ्गा हाने देख्नुभयो कतिसम्म ज्याजती रहेछ मलाई त डेली कुट्छ यिनीहरूले म सुत्केरी मान्छेलाई डेली कुट्ने बुझ्नुभयो सुरुमा आएको दिनमा मेरो ट्यान खोजेर लग्थ्यो त्यो मोटीले त्यो वडा आदेशले हानेको भिडियो तपाईको मोबाइलमा छटपट त छैन पुलिसको अगाडि कुट्ने भने त पुलिस नभएको बेला मलाई कहिले कुट्यो होला तपाईको ज्यानको खतरा छ यिनी दुईटाले म तलमाथि केही भएर मर्यो भने मेरो बाबु यिनीहरूले मार्न आउँछन् राति पनि मार्न आउँछन् मलाई तपाईले त खतरा रहेछ माइती घरमा के गर्नुहुन्छ अब बस्नु चाहिँ हैन म त मेरो छोरा जन्म दर्ता नभन्छ यिनीहरूले न्याय पाइसके पनि यहाँ बसेको छैन नि न्याय त भइसक्यो मान्छे थुनामा हाल्दै के चाहिन्छ मान्छे थुनामा पढे के चाहिन्छ हैन त हुन त तपाईको थुनामा छ अहिले जान्न मिल्यो भने कहाँको सिस्टम छ त्यो बसेको दाइले मैले सोधेछु भिडियो सोध्नु न उताबाट त्यतिको केरी मान्छे मान्छेलाई कति टर्चर दियो तपाईले टर्चर दिनु त्यसले के गरेछ भन्ने कुरा थाहा पाउनु छ अझ लड्न आएको के म उनीसँग लड्न गएको छु अझ उल्टो म टोयलेटबाट आछु पुरै लड्न आछु तपाईहरु पीडित नै यसरी भिड्न थालेपछि अनि कस्तो नेपाल सरकारले एकुन्टालाई छान्दै होइन छान गरे केही फरक पर्दैन यिनीहरु जस्तो छैन तपाईहरु छ नि माइतीघर मण्डलमा बसेको यिनीहरु कोही बस्थे पहिला ल भन्नु न तपाईहरु यही मिडियाबाट खिच्ने मान्छे अब त फेसनै भइसक्यो नि माइतीघर माइतीघर मण्डलमा बस्ने फेसन होइन तपाईं जस्तोले पत्रकारले गर्दा के सोध्नु भएको कुनै सोध्नु भएको त्यस्तो हैन यहाँ त अब महिनौं दिन पर्छ ल भन्नु न एउटा वडा आदेशले ल तपाईं घरमा कोठा भाडामा दिन्न भने चाहिँ जबरजस्ती भन्नु उहाँ पनि पीडित उहाँ ल भन्नु न एउटा कुरा तपाईं सुन्नु न तपाईं घरमा कोठा भाडामा बस्न दिन्न भने जबरजस्ती कोठा भाडामा दिन बस्न दिएर भने रोडमा आउने पीडित होइन तपाईं
महिला त्यो ल्याएर बिहान ल्याएर आएको छैन नि मेरो बच्चाको जन्म दर्ता बना भनेर आएको छु के मलाई घर दे सम्पत्ति दे मलाई कोठामा बस्न दिएन भनेर आएको छैन नि कति पनि चाहियो नि पाए त बच्चाको न्याय त तपाईँले पाउनै पर्छ बच्चाको न्यायको लागि आउनु तपाईँ अन्याय भयो बच्चाको न्यायको लागि त हामी पाउनै पर्छ पाउनै ल पर्छ तपाईँ त्यसको लागि आवाज उठाउनु भयो बच्चाको न्यायलाई उनीहरू लड्न आउने होइन नि त म गएर तल सिसी क्यामेरा निकालौँ न भोलि मैले तिनीहरू कसैको कुरा गरेको छु कि छैन भन्ने कुरा त त्यो सिसी क्यामेरा छ नि अङ्कल चार्ज हालिदिनु भनेर मोबाइल चार्ज हालेँ मैले खाएर मात्रै आएको छु तपाईँहरू पीडित लडेको सुनाउँछ त यिनीहरू यस्तै भान हुन् जोसँग यो दिदीसँग लड्न आए त्यो बच्चा बोकेको दिदीसँग लड्न आए सबैसँग लड्न म कहिले कोहीसँग लड्न नेपाली जनताहरूले तपाईँहरूलाई माइती मण्डलमा के गरिरहेछन् को कोले के गरिरहेछन् सबैलाई थाहा छ जस्तो हामी छैनौँ बुझ्नु तपाईहरू कहिले मिल्ने मसँग मोबाइल छैन न म केही चलाउँछु न केही चलाउँछु म आफ्नो बच्चा हेरेर बस्या मान्छेलाई लड्न आउने भने यो 3 महिना सुकेसँग लड्न आउने भने मानवता भएको हुन् तपाईँहरूद्वारा पीडितहरू चाहिँ आफूमा होइन उनीहरूले आफै कुरा सिक्ने आफै बनाउने मोबाइल चला अनि तपाईँ नबोल्नु बुझ्नुभयो होइन तपाईँले के तपाईँ पनि नबोल्नु। डेटिङ स्पट पनि भयो होइन त त्यसो भए मजाले यहाँ ट्यानभित्र केटा ल्याएर बस्छन् के कुरा गर्नु भयो मैले सबै थाहा पाएको छु पोल खोल्नु पर्यो भने भोलि यही खोलिदिन्छु ए परमेश्वर ठिक छ बुझ्नुभयो म त्यो जस्तो होइन यहाँ आफू केटा ल्याउने एउटा केटा बोकेर उता नास्ता खाँदैन एउटा केटा बोकेर यता नास्ता खाँदैन हामीलाई त्यही सरमा लिने काठमाडौँमा रमाइलो गर्ने ठाउँहरू त बजारहरू छ यहाँ देख्नु भयो यता केटा लगेर जाने उता केटा लगेर जाने ठाउँ हो यहाँ माइती मण्डला त्यो हामीलाई पीडित मान्छेलाई झन् अझ पीडा बनाउने अझ लड्न आउने अङ्गाला हालेर बस्ने यही छन् अझ मसँग लड्न आउने लाज शरम नभएका ए छोड्देऊ न बहिनी छोड्देऊ न महिला अरू चाहिँ पीडित होइनन् म मात्रै पीडित हो पीडित होलान् त्यो बेग्लै कुरा म उनीहरूसँग लड्न गएन त नभएको कुरा गरेर लड्न आउने हो र ल म तिमीसँग लड्न गएको छु र जस्तो यहाँ काठमाडौँको माइतीघर मण्डलमा आउने मान्छे केही न केही पीडा भएर त आएको होला नि त तपाईँले त्यसो भन्नु मिल्छ त्यो बेग्लै कुरा अरूसँग लड्न आउने पीडा होइन के बुझ्यौ भाइ अहिले सुके 3 महिना सुकेर मान्छेसँग लड्न आउने मामा त भएको मान्छे हुन् तपाईँले यहाँ बसेका सुन्नुहोस् न तपाईँले यहाँ बसेका अन्य महिलाहरूलाई नाना थरी भनिराख्नु भएको छ भन्दा छु नभएको कुरा पुष्टि गर्न भनेर सक्नुहुन्छ पुष्टि गर्न सक्नुहुन्छ रातभरि लाइभमा बसे अर्कोसँग लड्न जाने माइतीघर मण्डल त्यो दुईटीको हो र सबैको होइन र मसँग के भएको उनी दुईटी लड्न आएको मसँग किन आउनुभयो खास उनीहरूको कुरा सिक्यो अरे मैले उनीहरूको कुरा सिक्न छोरा दिदी मेरो आफ्नै छोरा छ म आफ्नै तलामा छु उनीहरूको कुरा चाहिँ सिक्यो भनेर भने उसले बिहा गरे कहाँ यहाँ उयो यस्तो भनेर के कुरा भने उनीहरूलाई थाहा होला मैले त्यो त कुरा अर्का कुरा गर्न आएको होइन उनीहरूको कुरा गर्न आएको म यहाँको चाहिँ बच्चा लिएर माइतीघर मण्डलमा हुनुहुन्छ माग के हो यहाँ मेरो जन्म दर्ता बनाउने कतिचोटि भन्छु बाबुको जन्म दर्ता बनेको छैन क्या जन्म त बन्यो भने त उठेर जन्म दर्ता उठ्यो भने बन्यो भने उठिहाल्छु उनीहरू जस्तो पैसा चाहियो 2 करोड र 3 करोड बाल्किन गरेर बस्दिन मलाई त्यो खालको केटी पनि होइन मलाई पैसा पनि चाहिन्न जुन गृहमन्त्रीले पैसा दिइसक्यो कोठा खोजेर बस भनिसक्यो नि यही बस्न आउने लाज नभएर जन्म दर्ताको माग चाहिँ गर्नुपर्ने अवस्था किन आयो प्रश्न मुद्दा मैले स्वतन्त्र बाबुको जन्म दर्ता बनाएको छैन बुझ्नुभयो त्यो जन्म दर्ता बनोस् भन्ने यहाँको माग हो श्रीमानसँग यहाँको के डिभोर्सको मुद्दा चलिरहेको नै छ जबस्ती गरानीको मुद्दा चलेको श्रीमानसँग हजुर अनि यो जन्म दर्ता गर्न मानिरहनु भएको अँ जन्म दर्ता गरियोस् भन्ने घरमा हुनुहुन्छ हजुर। हैन? त्यहाँबाट त्यस्तै लोक आउने होइन नि एउटा सुत्केरमा 3 महिना सुत्छ यिनीहरू मानवता भएका हुन् यिनी मान्छे हुन् सुरुमा आउन दिन पनि झगडा गरे मसँग यिनी दुईटैले न बोल्नु छ न केही गर्नु छ अनि किन तपाईँ बच्चा लिएर यस्तो कुरा चाहिँ रेकर्ड उ दुईटी यो यहाँको दिदी र त्यो दुईटी बसेका थिए गरे मन मिल्दा बलात्कार नमिल्दा चमत्कार भनेर भन्ने कुरा सिकिरहेको थिएँ यस्तो कुरा किन सिकायो भनेर गएर थर्काएँ मैले त्यो रेकर्ड गरेर राखेका रहेछन् उनीहरू जस्तो कुरा सिक्ने फुर्सद पाउने को केटा आउँछन् कसो नास्ता खान पाइन्छ कसो धुन्न पाइन्छ भन्नेमा आएन माइतीघर मण्डललाई बुझ्नुभयो अनि तपाईँ बच्चा लिएर यताउति कुदिरहनु भएको थियो खास किन भयो होइन म आज राति बच्चा चाहिँ यो पुलिस मलाई पनि जाने छु देख्नु होला नि त्यस्तो भन्नु होइन नि किनभने त्यो लाइन सामान सँगै त्यो गृहमन्त्री हुन् टाइम हुनुपर्छ होइन ल भन्नु न तिनीहरू गृहमन्त्री हुन् अनि सुत्केरी मान्छेलाई हाल्लाउने होइन तपाईले मिलाउने कोसिस गर्नुहुन्छ हैन मिलाउने कोसिस होइन लगेर नथुनाउस् न राति मरेन भने त मेरो बाउले छोरामा त्यस्ता जाबा दुनियाँलाई 2 महिना 3 महिना होटलमा गएर बस्ने अनि पछि बलात्कारको मुद्दा भनेर हल्ला आउने न हामी त्यस्तो होइन नि हामीले त उति बेरै समातेको केस हो बुझ्नुभयो उलाई तपाईँले भन्न खोज्नुभएको उहाँलाई प्रहरीले समाएर हाल्नु पर्यो भित्र भन्नु नलगुन्जेसम्म त मैले भने त अस्ति आरती गिरीलाई होस् अलिकति लफडाबाट समातेर लग्नु भयो आज लग्न नसक्ने हो कानुन त सबको लागि बराबर होला नि त उसलाई लैजाने उनीहरूलाई नलैजाने उनीहरू माथिबाट गृहमन्त्रीको फोन आयो त्यही भएर होला गृहमन्त्री सबको होइन गृहमन्त्रीले जमुनालाई पर्सनल नम्बर दिएर फोन गर्छ 60,000 सब यो पिँढीलाई सबलाई हालिदिनु पर्यो त्यसलाई मात्रै हालिदिने हो यो कुरा चाहिँ सही होइन
यस्तो कुरा म बाबुको जन्मदाता बनाउन आएको उनीहरू कुटपिट गर्न आएको दुईजना जमानामा किन बनाउन आउनुभयो विधि सुस्पष्ट पार्नु न हामीले अलिकति बुझेको छैनौँ। तपाईँ प्रहरीलाई पनि गाली गरिराख्नु भएको होइन नि त त्यो होइन लिनु परेन त यहाँ अरू महिलाहरूलाई पनि गाली तपाईँ गर्नु भएको छ। त्यहाँ लगेर त कति पढाएको यहाँको यथार्थ भनिदिनु छ कि तपाईँ प्रश्न पार्दैन पुलिसलाई गाली दिन मिल्छ तपाईँ पुलिसले गाली त पिरे त त्यो के गरेको थियो यता भएको के हो भन्ने एकचोटि यथार्थ के हो बाबुको जन्मदाता बनाउन आएको म ल्याप्टोजन लिन गएँ के अरे तातोपानी लिन गएँ ल्याप्टोजन बनाउने भने ऊ त्यो एमालेको छ नि एमालेको र वडा अध्यक्ष केटी हिजो केटीले वडा अध्यक्षको त्यो उसलाई पिट्यो होटल रेस्टुरेन्टले पिट्यो के आयो गएर हतारमा पानी मलाई मार एमालेको मेरो मुद्दा चलेको छ घर चाहियो सम्पत्ति चाहियो भनेर बस केको लागि मलाई त्यो सम्पत्ति पनि चाहिन्न कानुनमा नभएको कुरा मागेर बस्या पनि छैन जन्मदाता त छ नि त छैन र बच्चा पाउनु त्यो के अरे जमाना र त्यो अर्की छन् नि दुईटी हिजो वडा अध्यक्षको त्यो के अरे रेस्टुरेन्टको साउजीलाई हान्ने र दाँत अगाडिबाट मुखै फुटालिदिने र अर्की जमाना एमालेको ती दुईटी मसँग लड्न आएको दुनियाँसँग लड्न जाने यहाँ माइतीघर मण्डललाई ऊ बच्चा एउटै होइन र उहाँहरू मेरो भाइ हो किन भनेपछि उहाँ गृहमन्त्रीलाई रवि शाहलाई गाईलाई अर्को त्यो के अरे बालिन शाहको छोरालाई मैले कहिले शराब छु शराब दिन उसले त्यसरी गाली गर्न मिलेन नि आज एउटा कुराको तपाईँले उजागर गर्नु कि माइती घर मण्डलमा चाहिँ केटाहरूले आएर नि बस्छ भन्ने कुरा राख्नु हो दाइ सत्यता हो मैले झुटो बोलेको छैन रक्सी खाने बेलुका पख हेर्नु यहाँबाट तलतिर जाँदा एउटा केटा लगेर जाने माथितिर आउँदा एउटा केटा लगेर आउने हल्ला गर्ने हो हल्ला गर्ने रातभरि लाइभमा बसेर सुत्न नदिने त्यो विकृति छ तपाईँहरू पनि लाइभ कसैलाई खोलेर हेर्नु यहाँ माइती घर मण्डलमा को बस्छन् तिनका नाम सर्च गरेर लाइभमा हेर्नु सब लाइभमा बसेर रातभरि सुत्न दिन्नन् त्यस्तो हल्ला गर्दैन है यहाँको सुरक्षा निकायहरूले पुलिसले भन्यो भने उल्टो पुलिससँग लड्न जान्छन् अहिले पुलिसलाई ढुङ्गा आएर देख्नुभयो अनि एउटा पुलिस दुईजना पुलिस आउँछ तिनीलाई लड्न जान्छन् पुलिसहरूले त सबै नै गाली गर्दैन तपाईँ पनि गाली गर्ने होइन नि नसमाज यस्तो कुरा नसमाज होइन नसमातेपछि गाली गर्दैन कति टर्चर दियो सुत्केरी मान्छेले तपाईँले टर्चर दिएपछि कोही सहन सक्छ ल भन्नु न भनेर भन्नुभयो नि तपाईँहरूले उसलाई नसामान्य के हो त ल भन्नु न तपाईँले केही गरोस् न तपाईँलाई लगेर थुन्छन् भने उसलाई गृहमन्त्रीको फोन आयो भएर नथुन्ने हो र ल भन्नु न अहिले गम्भीर खुलासा नि गर्नुभयो कि गृहमन्त्रीले उहाँलाई मात्रै पैसा दिनुभयो जमुनालाई मात्रै भन्नुभयो कि यत्रोजना पीडित देख्नु भएन 70,000 रुपियाँ दिएको हो कि होइन 70,000 दिनुभयो सत्यता हो उसकै खातामा हालिदिनु भयो है सबै पीडित एउटै होइन र दिएपछि सबलाई दिने नदिएपछि कसैलाई पनि नदिने तपाईँको त अझ सानो मेरो त बच्चा छ कि बच्चा म काम गरेर खान नसक्ने उ त काम गर्न जाने दोहोरी गाउँ चाहिँ सबै गर्न सक्ने मान्छेलाई नदिने मलाई चाहिँ नदिने अन्याय होइन मलाई मात्रै नदेओस् ऊ यहाँ दिदी खुट्टा बाँचेको दिदी किनी फेललाई देओस् मलाई नदेओस् म गरेर खान सक्दैछु ती दुईटी त काम गरेर खान सक्दैनन् नि ल भन्नु न पक्षपाती किन गर्यो होला जस्तो लाग्छ ऊ अब एमाले विरोधै गरेर बसेको चाहिँ मेरो पुलिसको केस हो धेरै आकाश पाताल अरूको विरोध गरेर नि पैसा आउँदैन चाहिँ म अरूको विरोध गर्दिनँ अरूको बुढालाई पनि फसाउने आइमाईहरू धेरै छन् अरूकै बुढाको केस हो मेरो मात्रै आफ्नो बुढाको केस हो बुझ्नुभयो अरू सबै अर्काको बुढाको केस हो मेरो बुढाले अर्को श्रीमती लगाए भएर मैले केस हालेको उनीहरू जस्तो अरूको बुढालाई केस हाल्दै हिँडा हो र अब आवेगमा आएर तपाईँले पनि यो बच्चालाई लिएर होइन कति सहन नसक्ने धेरै दिन टर्चर दिएपछि के गर्ने ल बिहे गरेको र छला कि कति खाएको भन्दै नि प्रमाण छ नि त्यो उसकै बुढासँग बोलेको रेकर्ड छ छटपट्टै हालिदिन्छु उसकै बुढा म पनि राजकोटी चाहियो उसको पहिलाको बुढा पनि राजकोटी चाहियो बुझ्नुभयो छला कि कति खाएको पनि 6 लाख रुपियाँ खाएको चाहिँ भनेको होइन पहिलाको चाहिँ मलाई 6 लाख रुपियाँ खाएको चाहिँ थाहा छैन तर मेरो चाहिँ दाइ पर्ने राजकोटी साइसँग सुर्खेतको बाजेको के अरे बाजेको होटल नजिकै अलि अगाडिपट्टि घर छ उहाँ पनि विवाहित हो पहिला विवाहित बच्चा सच्चा चाहिँ छैन पहिला विवाहित चाहिँ हो अब के गर्ने त तपाईँ अनि यसरी नै बसिरहने यसरी नै दिने होइन म लड्न आउँदैन उनीहरू लड्न आयो भने म छोड्दिनँ म आफू लड्न जाँदैन म अहिले उनीहरूसँग लड्न गएन म टोइलेट गएर सिधै मेरो बाबुलाई दुध दिन आएको होइन मैले भन्दा त्यो मोटीलाई लगेर कसैको रेकर्ड गर्ने अधिकार छ कि छैन नैतिकताले दिन्छ एउटा केटा मान्छे पनि अन्य रेस्टुरेन्टमा बस्ने कोठा न पैसा नतिरेछन् मलाई हानेको अन्यायमा पर्छै पर्दैन हान्दै गएपछि तिनलाई त्यो दाइलाई पनि न्याय चाहिन्छ बुझ्नुभयो
यस्तो अन्याय गर्न मिल्छ? केटी मान्छे हो भन्दा बित्तिकै हामीले जे पनि गर्न मिल्ने भने होइन, अधिकार होइन नि। केटा मान्छे पनि अन्यायमा पर्छ के, त्यो पनि हो नि। हामीले जे पनि हामी केटी मान्छे भनेर कसैलाई हान्न मिल्ने, कुट्न मिल्ने, गाली गर्न मिल्ने, सबै मिल्ने। केटा मान्छे पनि अन्यायमा परेको छ नि, केटा मान्छेलाई पनि न्याय चाहिन्छ। यहाँ माइती घरमा भर्ना बस्नु भएको चाहिँ कति भयो यसरी? म 1 महिना।